हामी एकदम खुसी छौँ। अहिले रातिको गीत कस भएको जस्तो छ। लगभग हामी चाहिँ हाम्रो सबै कुरा चाहिँ सुनिदिनु भयो उहाँ मानिनीजीले र सबै कुरो लिखित गरिदिनु भएको छ। 48 मिनटसम्म सबै कुरा चाहिँ फोन गरिदिन्छु किनकि नयाँ ऋण लाग्नेहरूलाई टाइम दिनुपर्छ। खुसी लाग्यो नि आजको। तपाईँको चित्त बुझाइ के छ? ठिक छ नि? न्याय पाउनु भएको छ? मान्छेले त्यहाँ हामीलाई पनि तपाईँहरूलाई पनि हामीले अन्याय गऱ्यौँ भनेर के भनेछ? हामीले गल्ती गरेका छैनौँ नि। मान्छेले त हामीलाई दोष लागिरहेछ नि। सिमरा आउनु दिन्न रे, न्याय पाउनु खुसी हुनुहुन्छ नि। ल राम्ररी बस्नु होला है। जनताले बुझ्छन् एक दिन होइन, हजुरहरूले न्याय पाउनुपर्छ। सधैँ हामी तपाईँहरूको साथमा छौँ है। धन्यवाद।